पूर्व मोडाको यो छ गाडी पार्किङ। यो हल छ ठुलो हल। एउटा कोठा ठुलो छ 12x14 हो यो पनि 12x14 को अर्को कोठा छ। यो टोइलेट बाथरुम छ ठुलो। यो छ यो चारैतिर यस्तो छ। माथि भयो माथि छ यता हेर्नु यो माथि एउटा कोठा किचन सहित माथि किचन ग्राउन्डमा छ। माथि टोइलेट बाथरुम छ। यता दुईटा कोठा भनौँ चारैतिर बस्ती। यो जम्मा 55 लाखको 20 फुटे बाटो पूर्व मोडा। यो जम्मा 55 लाखमा दिने घर हो है। 55 लाखको घर यो पूर्व मोडाको 5 धुरमा बनेको घर। तल चाहिँ 3टा कोठा बनाउन मिल्छ। 3टा कोठा र हल बनाउन मिल्दैन। 2टा कोठा हल ठुलो गराउनु पर्छ। अनि यता माथि किचन बनाउनु भएको छ। यहाँ पूजा गर्ने ठाउँ छ। आनन्दको बस्ती चारैतिर बस्ती भएको जम्मा 55 लाखमा 2075 सालमा बनेको अनि सम्पन्न सहितको घर। सम्पन्न नक्सा फाइल सहितको घर। क्यास 55 लाखमा दिइनेछ यो घर।